सो हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग। सो गाइज आज म मकैबारीतिर आएको छु। हाम्रो जोनहरूले कस्तो चाहिँ मकै रोपेको छ होइन। आज म फर्स्ट टाइम आएको छु। हाम्रो फर्स्ट टाइम चाहिँ मकै रोपेको छैन। म चाहिँ पहिलोचोटि आएको यो मकै हिँड्नलाई। हेर्छु कहाँ कहाँ के मिस्टेक छ भने तपाईँलाई हेराउँछु। तपाईँहरू हेर्दै बस्नु होला। तपाईँहरू हेर्नु सक्नुहुन्छ एउटा मकै चाहिँ यस्तै राखिदिएछ कि यसले म ठिक पारिदिन्छु यसरी। अरू चाहिँ ठिकै छ गाई, सब उता चाहिँ राम्रो गरेको चाहिँ हाम्रो 10 कटा खेती छ होइन। 10 कटा खेतीले कतिजना लगाउनुहुन्छ, कतिवटा जन लाग्छ कमेन्ट गर्नु होला। हाम्रो त यता 2-3वटा मात्रै लाग्छ क्या जोनहरू। अनि म सुन्छु अरे कता उता अरे यो 10 कटामा अरे 6-7वटा अरे जोन लाग्छ अरे। हाम्रो यता त यो मतलब लाग्दैन क्या। म त एक्लै रोपिहाल्छु एक दिनमा होला। एक दिन कि 2 दिन लाग्छ। 3वटा भेटेको गाइस, 3वटा एकदम हेर्नु। यता चाहिँ बिचमा हुन्छ क्या, यस्तै हुन्छ होइन। यस्तै ठिक छ गाइस, एकदम धेरै राम्रो रोपेको छ क्या। मलाई त धेरै राम्रो लाग्यो होइन। तपाईँहरूलाई कस्तो लाग्यो होइन त्यो चाहिँ कमेन्ट गर्नु क्या। यी हेर्नु त कस्तोरी कसोरी दुईटा भेट्यो, यी 2टा भेट्यो। उता चाहिँ हेर्नु, यो चाहिँ हाम्रो खेती होइन क्या, यो अरूको। आज धेरै दिन पछि होइन म ब्लग बनाउन यो टाइम पाएको छु क्या। किनभने आजकल पढाइ सढाइ मतलब चल्दैछ हाम्रो होइन। एसी दिनुपर्छ, त्यही भएर त्यसैको लागि गाइस म भिडियो सिडियो बनाउन पाउँदिनँ आजकल। यता हेर्नु, यो चाहिँ एउटा भेटेँ म। ला 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 लु 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 ला 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 लु 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 ला ला लु 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 ला 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 ला। आजकल के भएको छ नि गाइस, आजकल सब मेसिनले रोपिरहेको छ क्या। अब मलाई लाग्छ कि अब मेसिन मलाई पनि किन्नुपर्छ होला क्या। आजकल सब मेसिनमा काम चलाउँछ क्या। किनभने आजकल मेसिन नै ठिक हुन्छ क्या। तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। तपाईँहरू मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला। अब चाहिँ मेरो ब्लग आउँछ गाइस शनिबार 6 बजीतिर। खतरा कन्टेन्ट म लाउँछु। तपाईँहरू वेट गर्नु होला। मलाई यस्तै सपोर्ट र माया गर्दै बस्नु होला। थ्याङ्क यू सो मच।